ल तपाईँलाई बधाई छ भन्ने के भन्ने अब केही छैन अब सरकारले गर्ने रहि नै रहने है त एकछिन यो दिँदै गरेको खिच्ने हो त्यो भरे तपाईँले लानु उता पनि अब उहाँले टोक लाउनुहुन्छ उहाँलाई होला मलाई प्रमुख अतिथि बोल्नुपर्छ होला धरान कस्तो अप्ठ्यारो संवेदन अप्ठ्यारो चाहिँ अब हाम्रो धरानका निवर्तमान सेकेन्डले मात्र भएको छ उहाँको अहिले प्रमुख ज्यू प्रमुख प्रशासक अधिकारी ज्यू वडाध्यक्षज्यूहरू अब निवर्तमान वडाध्यक्ष सत्रका वडाध्यक्षज्यू कार्यपालिका सदस्यहरू पत्रकार साथीहरू उपस्थित सम्पूर्ण धरानवासी आमा बुवा दाजुभाइ दिदीबहिनी अब कोहीले भन्छ यो सामूहिक एउटा चाहिँ नि नगर कार्यपालिकाको चाहिँ नि पहल कदमी योगदानमा उहाँको नेतृत्वमा भएका कामलाई हामीले सम्मान गर्नुपर्छ अनि त्यो ढङ्गले नै हामी सोचेका छौँ जस्तो लाग्छ होइन त्यसलाई चाहिँ नि हामीले कदापि पनि चाहिँ नि अनर्थमा चाहिँ हामीले चाहिँ नि बुझ्नु हुन्छ जस्तो मलाई लाग्दैन अब श्रमका कुरा आए पूर्वाधार निर्माणका कुराहरू आए बसबाट कम्प्लिट गऱ्यौँ तपाईँ हाम्रै पालामा कम्प्लिट भएको नि त तपाईँ हामीले नै गरेको नि त तर नेतृत्व नगर्नु भयो भने हामी सबै थियौँ अरू थुप्रै अभियान उहाँले आफ्नो एक ढङ्गको श्रम अभियानबाट चाहिँ पाइपको अभियान चलाउनु भयो त्यो छुट्टै एउटा पाटो भयो त्यहाँ पनि हामी सकेको उपस्थितिहरू जनायौँ साथ सहयोग पनि गऱ्यौँ बाँकी अरू पूर्वाधार निर्माणको कुरामा चाहिँ नगर कार्यपालिकाले निर्णय गर्दै नगर कमिटीको नेतृत्वमा थुप्रै अरू पूर्वाधारका कामहरू पनि भएका छन् त्यो बिर्सन नसकिने गरी सदा स्मरण गर्ने खालका कुराहरू पनि भएका छन् र अब यो कार्यपालिकाबाट दुईजना यो कार्यपालिकाभित्रको एउटा परिवारको सदस्यहरू हुनुपर्छ त्यतिखेरको प्रमुखज्यू र चाहिँ वडाध्यक्षज्यूहरू जाँदै हुनुहुन्छ तपाईँहरू मैदान हुनुहुन्छ तपाईँहरू जानु होला अब मैत्री त भन्दैन हाजिर त पक्कै हुन्छ होइन तपाईँहरू दुवैजनालाई होइन नगर कार्यपालिकाले तपाईँ शुभकामना भनिदिनु पऱ्यो मत जाहेर गरेर मन पर्नेले कसलाई भोट लाउँछ कसले के गर्छ अब त्यो एउटा पाटो हो तर तपाईँहरू दुईजना अब यहाँदेखि चाहिँ नि हामीबाट अब फेरि यो कार्यपालिकामा तपाईँहरू चाहिँ अब फेरि अब चाहिँ उपस्थित हुनुहुन्न नै होइन तपाईँहरू चाहिँ माथिल्लो सदनमा जानुहुनेछ अब भन्ने कुरा हामीले पनि आशा र अपेक्षा गरेका छौँ र अन्तिममा अब धेरै मैले बोलिनँ बोल्न पनि आएन अप्ठ्यारो लागिरहेछ होइन अब नगर प्रमुखज्यूलाई चाहिँ र हाम्रो 17 नम्बरका वडाध्यक्षज्यूलाई बाँकी तपाईँहरूको राजनीतिक यात्रा राजनीतिक जीवन सफल रहोस् उच्च स्तरमै जाओस् हामी सबै नगर कार्यपालिकाको तर्फबाट शुभकामना बधाई ज्ञापन गर्दै मेरो भनाइ हाम्रो तर्फबाट 15 ज्यू के भनौँ हामी सबैको तर्फबाट तपाईँहरू दुवैजनालाई चाहिँ नि कार्यपालिकाको तर्फबाट चाहिँ नि शुभकामना दिँदै मेरो भनाइ यहाँ अन्त्य गर्छु र अब मैबाट सुरु गरौँ मैले मै सुकाने ल नगर प्रमुखज्यूलाई एकदम शुभकामना है त एकदम शुभकामना छ है उहाँलाई पनि है त ल अब यता 17 को अध्यक्षज्यूलाई पनि शुभकामना छ है ल यता एकदम तपाईँहरूलाई एकदम चाहिँ नि मैले एकछिन हजुर ल मैले लगाइदिएँ हजुर ल ल नगर प्रमुख ल हजुर ल यो के गर्नु यो पनि ताली पिट्नुमा यो चाहिँ अब यसै गरेर अब हाम्रो प्रमुख प्रशासक अधिकारी ज्यू हाम्रो